के तपाईँ कार्तिक महिनामा जन्मनु भएको हो? यदि हो भने यो भिडियो खास तपाईंको लागि हो। कार्तिक महिनामा सूर्य तुला राशिमा हुन्छन्, त्यसैले तपाईमा केही विशेष र अनौठा गुणहरू पाइन्छन्। तपाईं हेर्दा निकै आकर्षक र प्रभावशाली हुनुहुन्छ। मानिसहरूलाई चुम्बकले जस्तै आफूतिर तान्न सक्ने खुबी तपाईमा हुन्छ। तपाईं नयाँ कुरा सोच्न र सिर्जना गर्न खप्पिस हुनुहुन्छ। कला, साहित्य वा सौन्दर्यप्रति तपाईंको विशेष लगाव हुन्छ। तपाईं सानोतिनो कुरामा चित्त बुझाउनुहुन्न। जीवनमा उच्च स्तर र सुख सुविधा कायम राख्ने तपाईंको चाहना हुन्छ। तपाईं धैर्यवान र मिलनसार पनि हुनुहुन्छ। कहिलेकाहीँ आफूमा क्षमता हुँदाहुँदै पनि आत्मविश्वासको कमी, लौ कन्फिडेन्स महसुस हुन सक्छ। साथै तपाईंको शरीर अलि कोमल हुने भएकाले स्वास्थ्यमा छिटै समस्या देखिन सक्छ, त्यसैले आफ्नो ख्याल राख्नुहोला। यो सामान्य जानकारी हो। तपाईंको जीवनको विस्तृत फल तपाईंको कुण्डलीको ग्रह अवस्था हेरेर मात्र थाहा हुन्छ। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने लाइक, शेयर र फलो गर्न नबिर्सनुहोस्। याद राख्नुहोस्, ग्रहहरूको चालमा लुकेको छ जीवनको रहस्य। आफ्नो विस्तृत कुण्डली विश्लेषण, वास्तु परामर्श र समस्याको समाधानका लागि सम्झनुहोस् मेरो चिना ज्योतिष तथा वास्तु सेवा।